आजको हाम्रो यात्रा यस्तो हुन्छ मैले सोचेको पनि थिएन र झोलामा पैसाको बिट्टा बोकेर हामी बेलौरी हुँदै बेलौरीको शोभाताल घुमिसके पछाडि हामी लाग्यौँ इन्डियातिर। आज चाहिँ हामी यसरी घुम्छौँ भन्ने कुरा चाहिँ मैले कल्पनासम्म गरेको थिइनँ र दिउँसोको मैले खाना खाएर पल्टिरहँदाखेरि मनोजले एक्कासी मलाई फोन गर्यो, मनोज मेरो साथीले, र आज चाहिँ घुम्न जाउँ भन्न थाल्यो। अनि घुम्न जाउँ भनिसके पछाडि चाहिँ फेरि म नघुम्ने कुनै कुरै हुँदैन र हाम्रो यात्रा यसरी सुरु भयो। निस्किन त हामी निस्क्यौँ, तर हामी कहाँ जाने भन्ने कुरो चाहिँ हाम्रो फिक्स भएको थिएन। रेन्डमली हामी यत्तिकै निस्किसके पछाडि चाहिँ हामी बेलौरीको बाटो हुँदै निस्क्यौँ र साथीको चाहिँ लालजाडी गाउँपालिका वडा नम्बर 6मा चाहिँ केही डकुमेन्टहरू दिनुपर्ने थियो र हामी एकछिन लालजाडी गाउँपालिका वडा नम्बर 6मा गएर डकुमेन्ट दियौँ। अनि त्यस पछाडि चाहिँ साथीको फेरि ब्याङ्कमा पैसा डिपोजिट गर्नुपर्ने थियो। अनि एकछिन हामी ब्याङ्कमा छिर्यौँ। ब्याङ्कमा छिरिसके पछाडि चाहिँ पैसा जम्मा गरिरहँदाखेरि एकछिन पैसाको बिट्टा समाएर चाहिँ खत्रै म चाहिँ धनी भएको फिलिङ भइरहेको थियो। अनि त्यस पछाडि हाम्रो अन द स्पोट यस्तो प्लान भयो। अनि गाइस, यो चाहिँ बेलौरीको रोड होइन। अनि ठ्याक्कै अहिले हामी चाहिँ यहाँ रोक्नु पर्यो होइन। यहाँ किन रोक्नु पर्यो भन्दाखेरि तपाईँलाई म देखाउँछु। शोभाताल पर्यटकीय क्षेत्र यहाँ तपाईँले देख्न सक्नुहुन्छ। यो देखिसके पछाडि चाहिँ हाम्रो प्लान अचानक चाहिँ यो बोर्ड देखेपछि चेन्ज भयो। हामी जाँदै थियौँ बेलौरी र हामी लाग्यौँ शोभातालतिर चाहिँ हाम्रो फर्स्ट टाइम रहेको छ। कस्तो छ हामी त्यहाँ गइसके पछाडि भिडियो बनाएर तपाईँहरूलाई देखाउँ। ओके, लेट्स गो। र हाम्रो अन द स्पोट प्लान भइसके पछाडि चाहिँ हामी मोटरसाइकलको ह्यान्डल घुमाएर लाग्यौँ हामी शोभातालतिर र शोभातालको गेटभित्र छिरिसके पछाडि यस्तो दृश्य देखियो। ओके गाइस, तपाईँले देख्न सक्नुहुन्छ यो हो शोभाताल है। तपाईँहरूलाई कस्तो लाग्यो शोभाताल, त्यो चाहिँ तपाईँहरूको भागमा राखेँ कमेन्ट गर्नु होला है त। र शोभाताल तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला। अनि त्यस पछाडि हामी बेलौरीको बाटो हुँदै हामी त्यहाँबाट निस्क्यौँ र एकछिन भोक लाग्यो। त्यस पछाडि बेलौरीमा रहेको लक्ष्मी स्विटमा चाहिँ हामी एकछिन खाजा खायौँ र खाजा खाइसके पछाडि त्यहाँबाट निस्क्यौँ, लाग्यौँ हामी धनगढी बजारतिर। र धनगढी बजार गइरहँदाखेरि फेरि हाम्रो बिचबाटमा अन द स्पोट प्लान भयो र एकछिन हामी इन्डियामा रहेको बनगाउँ भन्ने ठाउँमा चाहिँ हामी एकछिन घुम्न जान्छौँ भन्ने प्लान भयो। र त्यस पछाडि हामी बनगाउँ गइसके पछाडि चाहिँ तपाईँले देख्न सक्नुहुन्छ बालेन सरकारले गर्दाखेरि चाहिँ अहिले इन्डियामा चाहिँ व्यापार चाहिँ एकदम बोर्डर नजिक चाहिँ एकदम नाबराबर रहेको हामीले थाहा पायौँ। देख्न सक्नुहुन्छ पसलहरू सबै बन्द थिए। र त्यस पछाडि हामी त्यहाँबाट फर्क्यौँ र त्यहाँबाट फर्किसके पछाडि चाहिँ एकछिन साथी मनोजको अफिसमा गएर एकछिन रेस्ट गऱ्यौँ। अनि रेस्ट गरिसके पछाडि चाहिँ हामी त्यहाँबाट गएर फर्क्यौँ। र तपाईँलाई आजको मेरो मिनी भ्लग कस्तो लाग्यो, थ्याङ्क्स फर वाचिङ गाइस, बाइ बाइ। सबैले फलो गरिदिनु होला।